कसको लागि यो मान्छेले बिर्सिँदैछ यहाँ अहिले बिर्सेको उडाउँछु म के पनि छैन साँच्चै बिर्सेको तिमीले भन्नु त राखेको छु बिर्सेको अरे गाइस हेर्नु त पैसा खाएर गाइस मजा आउँदैछ नि त बाटोमा होइन आज चाहिँ हाम्रो सेलेरी आयो 1 महिना काम गरेर चाहिँ यसरी सेलेरी आउँदा चाहिँ क्योंकि मैं आपको वही देना चाहती हूँ इसलिए लगाओ वही लगाओ गाइस छोटी बच्ची जैसे बिस्किट में झगड़ा करके आए देखो ना पागल गाइस हामीहरूलाई देख्नु हुँदैछ तपाईहरुले हेलो गाइस आज चाहिँ मेरो आफ्टरनुनबाट ड्युटी स्टार्ट हुँदैछ ड्युटी भन्नु आयो ब्लग स्टार्ट हुँदैछ गाइस हैन अन्त आज चाहिँ बहिनीले टी बनाउँदैछ है टीमा चाहिँ मजाले मेहनतले बनाउँदैछ नि त अन्त टी बनाइसकेर चाहिँ हामी बिस्कुट खोजेको बिस्कुट त त्यत्रो 12 प्याकेट थियो सकेछ अम्बो 2 दिनमै अन्त हामी चाहिँ त्यहीँनिर म चाहिँ झगडा पर्दै थिएँ नि त केटाहरूसँग त्यहाँदेखि बहिनीले भन्दै तपाईँलाई चाहिँ झगडा पर्नु सुहाउँदैन ल भन्दै जिस्काउँदै थियो हो हामी त्यस्तो कुरा गर्दा पनि सर चाहिँ सिरियस भएर फोनै हेरिरहेको थियो क्या अन्त हामी हेर्दै हाँसिरहेको थियो होइन चियाहरू पिसकेर चाहिँ हामी यहाँनिर बहिनीलाई नेल पोलिस चुज गर्नु आयो होइन नेल पोलिस चाहिँ मैले चाहिँ मजाकमा अब नराम्रो चुज गरिदिएको खास चाहिँ पहेँलो कलरको है अन्त चाहिँ साँच्ची यही लाउनु भन्दै सोध्यो नि त यही लगाऊ भन्दै भने मैले पनि हो अन्त लाउँदा त्यस लगाइसक्दा त फेरि उसको हातमा यस्तो मजाले सुहाएको कि वाउ पहेँलो मजाको देखियो है अन्त यता त्यता गरेर गाइस हाम्रो छुट्टी पनि भइसकिसक्यो होइन छुट्टी भएर चाहिँ फेरि छिटो सास पनि नफेरिकन निक्लिहाल्नुपर्छ किनभने चाहिँ नि त क्लाइन्ट आउँछ कि अब म दरवाजामा निक्लिनु आँट्दा आइब्रो भन्दै लास्टमा आइपुगिरहेको हुन्छ हो त्यही भएर चाहिँ दिमाग टिनिनिनी हुन्छ है अन्त फेरि निक्लिनु आँट्दा चाहिँ फेरि सरले एकछिन रोक आज चाहिँ हाम्रो सेलेरी आउने दिन हो नि त न पुरा बिजी भएर बात गरिरहेको थियो हो अन्त चाहिँ हेर्नुहोस् न हामी छुट्टी भएर पनि निक्लिसक्यो है निक्लिँदा चाहिँ फोनमा टिङलिङ गरेर घन्टी बज्यो कि अब घन्टी बज्यो त दिलमा पनि घन्टी बज्यो नि त गाइस किन भन्दा चाहिँ वाउ आज सेलेरी आयो है महिनाको लास्ट मतलब यसरी महिनाभरि काम गरेर है सेलेरी आउँदा चाहिँ यस्तो खुसी लाग्छ नि अम्बो साँच्ची भनेको होइन सेलेरी भन्दै बसिरहेको हुन्छ नि त अब आउने टाइममा चाहिँ तर आज चाहिँ अलिक बेलुका हालिदियो किनकि हाम्रो ब्याङ्क एकाउन्टहरू एड गरेर उनीहरूलाई लेट भयो अरे त्यही भएर आज चाहिँ ढिलो भयो भन्दै भन्यो नि त सरले अगाडि नै भन्नु चाहिँ भनेको थियो हामीलाई होइन अन्त खुसी लाग्छ दुःख गरेको मेहनत गरेको पैसा आउँदाखेरि अन्त गाइस यो बेकरीमा चाहिँ म किन गइरहेको छु भन्दा चाहिँ साथीको बर्थडे थियो साथीलाई केक ल्याइदिउँ भनेको त केकै छैन रहेछ हो अन्त चाहिँ साथीले आउँदा चाहिँ अम्बो मासुहरू मजाले पकाइरहेको रहेछ स्पेसल बनाइरहेको रहेछ अचार चाहिँ काँक्रा मुला होइन भटमासको धुलो हालेर